मेरो यो भिडियोमा सबैजनाको क्वेसन भनेको कमेन्ट अनि मेसेजमा ताजा घरमा नै त्यो कसरी बनाउने थियो, त्यसको लागि दुध रेडी गरौँ है त। सानो आगोमा दुधलाई चाहिँ मजाले भलभल उम्लिन्जेल पकाउने, त्यसपछि मजाले पाक्यो भने चाहिँ ग्यास बन्द गरेर सेलाउनको लागि राखिदिने। दुधलाई सेलाइसकेपछि चाहिँ मैले चाहिँ यो तताएको दुधलाई मनतातो हुने गरेर सेलाउन दिएको थिएँ। यो कतिको भयो भनेर चाहिँ यसरी थोरै चाहिँ हालिने, अनि यसरी हातले छाम्दाखेरि चाहिँ सहन सक्ने भयो भने चाहिँ ठिक्कको हुन्छ। अनि त्यसको लागि चाहिँ मैले लिएको चाहिँ यो स्टिलको भाँडा, स्टिलको भाँडामा नै एकदमै राम्रोसँग जम्छ। अनि मेरो चाहिँ अरू दुईवटा नानीहरू पनि छन् दुध खाने, त्यही भएर चाहिँ मैले धेरै नै जमाउने गर्छु। अनि त्यसपछि यति दुधमा चाहिँ मैले 1 चम्चा दही राखेर मजाले यसलाई घोलिदिन्छु। अनि यसलाई चाहिँ 8 देखि 10 घन्टामा, आजभोलि गर्मी छ त्यही भएर 8 देखि 10 घन्टाको लागि चाहिँ यसलाई छोपेर राखिदिन्छु। त्यसपछि भोलि बिहान चाहिँ कस्तो हुन्छ म हजुरहरूलाई देखाउँछु है त।